Hello guys, good morning. हामी अहिले कहाँ आइपुगेको थियौँ? हेलो हामी बर्दाघाट। अहिले चाहिँ हामी बर्दाघाट आइपुगेको छौँ गाइज हैन। चिया खानको लागि हामी ओर्लेको थियौँ एकछिन। अनि अहिले चाहिँ गाडी स्टार्ट भइसकेको छ। यो चाहिँ बर्दाघाट हो। यो चाहिँ हाम्रो बस हो है गाइज। हेलो गाइज, हामी चाहिँ हिजो गल्छीबाट बस चढेको हैन। नेपाल टु इन्डिया जाँदैछौँ। अनि अहिले चाहिँ हामी बर्दाघाट आइसकेको छौँ। हेर्दै गर्नु होला। सुनौली पुग्नेछौँ। यही समयपछि हामी सुनौली पुग्दैछौँ। तपाईहरुलाई मेरो साथीहरू यता हुनुहुन्छ, यहाँ मामा हुनुहुन्छ अनि भाइहरू यता छ, देख्न सक्नुहुन्छ। हामी चाहिँ अहिले बर्दाघाट आइसकेको छौँ गाइज हैन, देख्न सक्नुहुन्छ तपाईहरुले। हेलो गाइजहरू, अहिले चाहिँ हामी सुनौली आइसक्यौँ हैन। तपाईहरु देख्न सक्नुहुन्छ सुनौली हो। आज चाहिँ त्यो सेल्फी स्टिक ल्याउन बिर्सेछ हैन, त्यही भएर अलिक प्रब्लम भइरहेछ हैन। सक्नुहुन्छ हामी चाहिँ सुनौलीमा छौँ। हेलो गाइजहरू, अहिले चाहिँ हामी बर्डर कटिसक्यौँ हैन। बर्डर कटिसकेको अवस्था हैन हाम्रो चाहिँ। बाँकीको पछि है त गाइज। हेलो साथीहरू, हामी चाहिँ यहाँ अहिले हल्का गर्मी छ हैन। इन्डियामा त लास्टै गर्मी रहेछ। अनि अहिले चाहिँ हामी लस्सी पिउँदैछौँ चिसो। अहिले चाहिँ हामी सुनौलीसम्म आइपुगिभ्यो हैन। अनि अहिले चाहिँ यहाँ हामी लस्सी खान लागेको छौँ साथी भाइहरू। अहिले गाइज गोरखपुर आइपुग्यो। अहिले चाहिँ हामी गोरखपुर आइपुग्यो हैन। अब बाँकीको अहिले पछि देखाउनेछु म है। हेलो गाइजहरू, हामी चाहिँ रेलवे स्टेसनमा गएको हैन, रेल अलि नभएर। अनि हामी चाहिँ अहिले बस स्टपमा आछौँ हैन। हाम्रो बस चाहिँ केही समयमा आउँदैछ, तपाईहरु देख्न सक्नुहुन्छ। अनि यो चाहिँ गोरखपुर पेट्रोल पम्प पनि हो र बस स्टेसन पनि हो हैन, देख्न सक्नुहुन्छ। I'm here. अनि यहाँ हुनुहुन्छ मामाहरू। हेलो गाइज, गुड मर्निङ है। अहिले चाहिँ बिहान भयो हैन। अनि हामी चाहिँ कुन ठाउँमा आइपुग्यौँ हामी आफैलाई नै थाहा छैन, तर आउन चाहिँ आइपुगेको छौँ हैन।
इन्डिया हो होइन, तर कुन ठाउँ हो भन्ने कुरा नै थाहा भएन कि। अहिले चाहिँ बिहान भएको छ होइन। यहाँ चाहिँ हाम्रो बस हल्का सर्भिसिङ हुँदैछ। हो भनेर चाहिँ थाहा छैन हामीलाई होइन। यो चाहिँ सुत्ने बेड हो। हिसाब के छ मामसेरी? कतिको रमाइलो भइरहेछ त्यो यात्रा। के छ? ओपन द डोर म्यान। यात्रा एकदम रमाइलो भइरहेछ गाइज होइन। अनि अहिले हामी कुन ठाउँमा छ भन्ने कुरा चाहिँ हामीलाई बिल्कुलै थाहा छैन होइन गाइज। र बाहिरको सिन अघिदेखि यस्तो छ हेर्नु। यो चाहिँ बाहिरको सिन हो गाइज होइन, हेर्न सक्नुहुन्छ तपाईँहरूले। हामी चाहिँ मस्त बसिरहेछौँ होइन, देख्न सक्नुहुन्छ बस यस्तो छ। एसी चलिरहेछ होइन, यो चाहिँ एसी हो। अनि अहिले त्यहाँ बस हल्का बिग्रिएर रोकेको छ। हाम्रो बसाइको हालत चाहिँ अहिले यस्तो छ होइन। Thanks for watching video guys. हेर्नुहोस् तपाईँहरूले हेर्न सक्नुहुन्छ। यतिखेर हामी कहाँसम्म त्यो हामीलाई थाहा छैन, तर जे होस् खत्रै ठाउँमा छौँ भन्ने हामीले महसुस गरिरहेका छौँ। देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ चाहिँ दामीको सिनहरू र पहाडहरू पनि त्यस्तै दामीको छ होइन, हेर्न सक्नुहुन्छ। हामी चाहिँ अहिले इन्डिया जाँदै हो, के अरे इन्डियामा छौँ होइन। हाम्रो यात्रा इन्डियाको हो। यति दामीको ठाउँ छ नि होइन, बसमा आउनु पर्छ के, अनि देख्नु पाइन्छ यस्तो दामी ठाउँहरू। यो त हामी राजस्थानबाट त कटिसक्यो होइन। जयपुर पनि कटिसक्यो। अहिले हामी चाहिँ हरम भन्ने ठाउँमा आइसक्यौँ गाइज होइन। यो चाहिँ हरम भन्ने ठाउँको सिनहरू हो गाइज होइन, तपाईँहरूले हेर्न सक्नुहुन्छ। बोलो तारारा।
यो भन्दा राम्रो राम्रो भिडियोहरू हेर्न चाहनुहुन्छ भने मलाई लाइक गर्नुस्, कमेन्ट गर्नुस्, शेयर गर्नुस् र सब्स्क्राइब गर्नुस् है त गाइज। ठाउँ त खतरा हो नि है, यो भर्खर भर्खर रुखहरू रोपेको जस्तो छ। भिडियो हेरेर इन्जोय गर्नुहोस् है गाइज। यो बसमा यात्रा गर्ने साथीहरूले प्लिज मलाई सब्स्क्राइब गर्नु होला भनेर चाहिँ मैले यहाँ कार्ड टाँसिदिएको छु होइन। हेलो हेलो गाइजहरू, हेर्न सक्नुहुन्छ तपाईहरूले। हेलो हेलो गाइज, अहिले चाहिँ हामी अजमेर भन्ने ठाउँमा आइसकेको छौँ होइन। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँको सहरहरू। हेलो गाइजहरू, अहिले चाहिँ हामी राजस्थानमा आइपुगेको छौँ होइन। अनि यहाँ चाहिँ पुरा बस बिग्रिएर, अनि यो बस बिग्रिएर बसिरहेको छौँ हामी चाहिँ। हेर्न सक्नुहुन्छ तपाईँहरूले, यो चाहिँ बस हो। अनि अहिले चाहिँ बस बिग्रिएर बसेको है गाइज हामीले। हो माइला गाडी। गाडी बिग्रिएको चाहिँ अहिले कति 4 घन्टा जति भयो होइन। 4 घन्टा समथिङ भयो होइन। हिरो हिरो छ हाम्रो ग्याङहरू चाहिँ फेरि होइन। हेलो गाइजहरू, अहिले चाहिँ हाम्रो यहाँ बस बिग्रेर अहिले बन्न लागिसक्यो होइन। अब केही छिनपछि हामी जानेवाला छौँ।